वेलकम टु माई ब्याक च्यानल। तपाईँ देख्न सक्नुहुन्छ आज चाहिँ पानी परेर सो रमाइलो भएको छ र देख्न सक्नुहुन्छ हाम्रो चिक्सहरू पनि त्यत्नु भइसकेको छ। पुरा पालबल साग खुवाइरहेका छु। देख्न सक्नुहुन्छ यिनको आमा चाहिँ भर्खर अझै फेरि अन्डा पार्न लागिसकेको छ। हाम्रो चिक्स यत्नु भइसक्यो। अलिकता देख्न सक्नुहुन्छ चिक्सहरूको यत्नु भइसकेका छन्। अर्ग्यानिक साग त्यो चाहिँ अलिक बिरामी जस्तो छ। अरू सबै ठिकै छन् भनौँ। त्यसलाई चाहिँ अलि औषधि गरिरहेका छौँ। देख्न सक्नुहुन्छ हाम्रो चिक्सहरू यत्नु भइसकेका छन्। फाइनली गाइस हामीले देख्न सक्नुहुन्छ हामीले लगातार यहाँ बनाइसकेका छौँ। अझै बाँकी छ हाम्रो काम। अलिकति बढ्यो भनेपछि अहिले हामीसँग 40वटा चल्ला भइसकेका छन्। देख्न सक्नुहुन्छ। र हामी फाइनली तपाईँलाई हाम्रो युट्युब च्यानललाई लाइक अनि सब्सक्राइब गर्न नभुलिनु होला। हामीले चाहिँ व्यवस्थित तरिकाले वरिपरि यस्तो बनाएका छौँ। देख्न सक्नुहुन्छ हाम्रो अन्डाहरू यहाँ देख्न सक्नुहुन्छ। अन्डाहरू यहाँ देख्न सक्नुहुन्छ। यहाँ हामीले व्यवस्थित तरिकाले चाहिँ अन्डाहरू राख्ने गरेका छौँ। देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो 3 दिनको अन्डाहरू हुन्। हामीसँग अहिले फाइनली अन्डा पार्ने 5 देखि 6 कुखुरा छन्। देख्न सक्नुहुन्छ। बिक्री गरेर अर्को भाले ल्याइसकेका छौँ। देख्न सक्नुहुन्छ हाम्रो व्यवस्थित तरिका भनेको यो हो। सबै सानो आम्दानीबाट ठुलो आम्दानी कसरी गर्ने भन्ने बारेमा गर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ यो पनि बाहिर गएको छ। अब फाइनली चाहिँ हामी चिक्सहरू बच्चाहरू छोड्नेछौँ। अहिले चाहिँ काम लागिसकेको छ। अलि व्यवस्थित तरिकाले हामी पालेका छौँ। र अहिलेसम्मको हाम्रो कमाइ भनेको समथिङ सुरुमा 1800को एउटा भाले र 12वटा अन्डा बिक्री गरेका छौँ। यहाँ चाहिँ भालेको देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ चिक्सहरू अरे हामीले प्रियो चाहिँ यसलाई अर्ग्यानिक खिलाएका छु। देख्न सक्नुहुन्छ। यिनीलाई चाहिँ माथि सेलो हुन्छ भनेर हामीले हालेका थियौँ। देख्न सक्नुहुन्छ आया चिक्सहरू। किनकि आमा छोडिसकेको छ। हाम्रो चिक्सहरू यत्रो छ। अहिले अरू थियो चिउ कौवाले लिँदायो म नहुनाको कारणले गएको। यहाँनिर देख्न सक्नुहुन्छ पारी पल्टी पनि देख्न सक्नुहुन्छ। देख्नुहोस् आज यस्तो नजारा बेग्लै छ। त्यो कुखुरालाई हान्दा माथि ढेडेर फाउरा बिरलाको चाहिँ यहाँ अब ऊ हुन्छ होइन। हाम्रो घर नजिकैमै अस्ति आएको थियो। मैले चाहिँ मारिसकेँ त्यसलाई। हाम्रो चाहिँ पिङको सेट चाहिँ थियो एउटा कुकुर। त्यसले चाहिँ भुकभाग गरेर यसले पनि बच्चा छाडिसकेको छ। यो पनि देख्यो। गाइजलाई फ्यामिलीलाई चाहिँ के भन्न चाहन्छु? यस्ता युट्युब च्यानलको बारेमा थाहै छैन गाइज। के हो युट्युब च्यानल भनेको? खुट्टामा पनि चप्पल छैन गाइज। एक जोड चप्पल फाल्नु त गिफ्ट कसले फाल्लो रहेछ हेरौँ। नजारा देखो। देख्न सक्नुहुन्छ। अब यसमा चाहिँ हाम्रो मुसा के भन्छ त्यो ठुलो आउँछ होइन। त्यो चाहिँ कुखुराहरू लिनेवाला त्यो चाहिँमा यस्तो डर हुन्छ गाइस। मैले चारैतिर हेरिरहनु पर्ने अवस्था देखिएको छ। देखिसक्नुभयो गाइस यस्तो अवस्था देखिएको छ। पानी आइरहेको कि हिल्ले हो यो पातहरू। देख्नुभयो माथि रुखमा। तपाईँलाई म देखाउँछु। यो चाहिँ यस्तरी लिन्छ है मुस। यो देख्नुभयो माथि हेरिरहेको छ होइन। त्यो घरमा देख्नुभयो नि त्यही हो।